सम्बन्ध केवल एउटाको प्रयासले टिक्दैन, त्यसलाई जोगाउन दुवैको मन, समय र समझदारी चाहिन्छ। यदि एकजनाले मात्रै बारम्बार सम्झौता गर्दै, माया दिँदै र सम्बन्ध बचाउन खोजिरहन्छ भने अन्ततः ऊ थाक्न थाल्छ, किनकि जहाँ भावना एकतर्फी हुन्छ त्यहाँ अपनत्व बिस्तारै हराउन थाल्छ। साँचो सम्बन्ध त्यही हो जहाँ दुवैजनाले एकअर्काको मूल्य बुझ्छन्, गल्तीमा सम्झाउँछन् र कठिन समयमा पनि साथ छोड्दैनन्। तर जब सम्बन्ध जोगाउने जिम्मा एउटै मानिसको मात्र बन्न पुग्छ, तब त्यो सम्बन्ध होइन, एउटा बोझ बन्न थाल्छ। कसैलाई खुसी राख्नका लागि आफ्नो आत्मसम्मानलाई सधैँ दाउमा राख्न सकिँदैन। माया र आदर दुवै हातले ताली बजाए जस्तै हुनुपर्छ, जहाँ एकतर्फी प्रयासको कुनै अर्थ रहँदैन। त्यसैले जो तपाईलाई गुमाउन डराउँदैन, उसलाई सम्झाइरहनु र फकाइरहनु आफ्नै समयको बर्बादी मात्र हो। अन्ततः थकित मनले एक दिन त्यस्तो बाटो रोज्छ जहाँबाट पछाडि फर्किएर हेर्नुको कुनै औचित्य बाँकी रहँदैन।